यहाँहरू सबैलाई विजयनगर गाउँपालिका वडा नम्बर 6बाट नमस्कार गर्दछौं। यस हाम्रो 6 नम्बर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई वडा कार्यालयमा आएर आफ्नो बायोमेट्रिक भेरिफिकेसन गरिदिनुहुन फेरि पनि हार्दिक अनुरोध गर्दछौं। कसले यो बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्छ? तपाईले भत्ता नवीकरण गर्दा लिनुभएको निस्साको कागजमा नवीकरणको विधिमा सामान्य छ भने अनिवार्य वडा कार्यालयमा यथाशीघ्र आइदिनुहोला। तर आफ्नो हेरचाह आफै गर्न नसक्ने अति अशक्त वर्गका लाभग्राहीहरू, बालबालिका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूले भने यो बायोमेट्रिक भेरिफाई गर्न आउनुपर्ने छैन। अब यहाँहरूलाई वडा कार्यालयमा आएर आफ्नो बायोमेट्रिक भेरिफाई गर्न कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा हुनुहुन्छ भने पनि वडा कार्यालयमा जानकारी गराउनुहोला। हामी तपाईको बस्ती टोलमा आएर सेवा दिन समेत तयार छौं। यस सुविधाको लागि 98 422 37 121 मा सिधा सम्पर्क गर्नुहोला। धन्यवाद।